विदेशबाट, कोरियाबाट, अब आयरल्यान्डबाट, जापानबाट पनि धेरैजना आएर यस्तो किसिमको अपरेसन गरेर काममा फर्किसक्नु भएको छ। ल आज चाहिँ इन्डोस्कोपिक स्पाइन सर्जरीमा किन रिकरेन्स हुँदैन अथवा रिकरेन्सको रेट कम छ कि के छ भन्ने कुरा बुझौँ है त। इन्डोस्कोपिक स्पाइन सर्जरी होस् अथवा चाहिँ ओपन स्पाइन सर्जरी होस्, यसमा चाहिँ के हुन्छ भने डिस्क हर्नेट भएको अथवा डिस्क च्यातिएको छ भने त्यसले च्यातिएको डिस्कले नसालाई छोएको हुन्छ। अब यो च्यातिँदाखेरि जुन घाउ बन्छ त्यो घाउ निको हुनको लागि चाहिँ 3 महिनाको समय मिनिमम पनि चाहिन्छ। 3 देखि 6 महिना, मिनिमममा 3 महिना। अब खुट्टाको दुखाइ 3 महिना भइसक्यो तर पनि बाँकी रहिराखेको छ। अब यसले चाहिँ खुट्टा झमझमाई गर्ने, हिँड्न गाह्रो हुने, बस्दा पनि दुख्ने, ढाडको दुखाइ निको भयो तर खुट्टाको मात्रै छ भने त्यस्तो अवस्थामा अपरेसन गर्दाखेरि चाहिँ बाइपोर्टल इन्डोस्कोपिक अपरेसनले भित्र गएर नसा केलाउने अनि त्यसपछि त्यो छेउमा भएको जसले त्यसलाई नसालाई च्यापेको छ त्यो च्यापेको बाहिर निक्लेको चिजलाई मात्रै, कुरकुरे हड्डीलाई मात्रै निकालिदिने भए हुनाले त्यसमा अब रिकरेन्सको रिस्क नेचुरल जति हुनु थियो त्यति मात्रै हुन्छ। त्यो अपरेसनले गर्दा रिकरेन्स हुने सम्भावना चाहिँ रहँदैन। अब पुरानो टेक्निकले अपरेसन गर्दाखेरि चाहिँ नसा मात्रै नभएर भित्र गएर पुरै डिस्कै निकाल्नु पर्ने भयो हुनाले त्यसमा पहिला बसेको खाटो पनि बल्झिने भयो, खोजलिने भयो त्यसलाई। अनि त्यो खोजलिसकेपछि भित्रबाट पदार्थहरू फेरि निस्किने, फेरि डिस्क च्यातिने र त्यसले रिकरेन्सको समस्या आउने सम्भावना हुन्थ्यो भने बाइपोर्टल इन्डोस्कोपी अपरेसन पछि 3 महिनापछि दुखेको गर्दाखेरि चाहिँ रेकरेन्सको रिस्क अत्यन्त न्यून हुन्छ। यसमा डराउनु पर्दैन। विदेशबाट, कोरियाबाट, अब आयरल्यान्डबाट, जापानबाट पनि धेरैजना आएर यस्तो किसिमको अपरेसन गरेर काममा फर्किसक्नु भएको छ। ब्याकएक छैन भने इन्डोस्कोपिक अपरेसन चाहिँ खुट्टाको दुखाइको लागि यो रामबाण नै हो।